विराटनगर महानगरपालिका वडा नम्बर 8 यो अमरटोल सहयोगी मार्ग देखि जस पूर्वपट्टि शम्भु प्रसाद रेग्मी हैन शम्भु प्रसाद रेग्मीको घरमा पहिला पनि मैले यही घरबाट एउटा सर्प लिएर गएको थिएँ। आज पनि यति ठुलो एउटा सर्प त्यसकारणले गर्दा यस्ता सर्पहरू कयौं निक्लिरहेका छन्। अहिले भर्खरै पनि मैले गोमनको लगत्ती 25-26 वटा अण्डा अहिले पनि बोकेर आएको छु। त्यो अण्डा छोपेर बसेको छ, त्यो गोमन चाहिँ फेला परेको छैन र सर्प चाहिँ अण्डा चाहिँ फेला परेको छ। र अब यस्ता गर्मी सिजनमा अब एकै दिनमा 10 वटा सर्प पनि मैले समातेको छु र धेरै विषालु सर्प यो विष फाल्ने मोनोकल स्पिटिङ कोब्रा जस्ता चिजहरू पनि मैले समातेको छु। र हजुरहरू एकदम होशियार साथ रहनु होला, किनकि गर्मी सिजन छ, राम्रोसँगले खुल्टाएर सुत्नु होला, खाटोमा सुत्नु होला, भुइँमा कोही पनि नसुत्नु है। त्यसकारणले गर्दा वरिपरि अनावश्यक यो मैले देखिसकेँ यो इँटाहरू के थुपार्नुपर्छ, अनावश्यक इँटाहरू केही नथुपार्नु, दाउरा साउरा केही पनि नथुपार्नु, सुगर सबै बेला बेला गर्ने गर्नुहोस्। यो रुखहरू छ तपाईँको रुखमाथि पनि केही छ कि भनेर हेर्ने गर्नुहोस्। दराजको मुनि, एसीको मुनि, कुलरको मुनि तपाईँको चाहिँ यस्ता यस्ता चिजहरूमा भान्साको भित्र हामीले लगाएको कपडाको खल्तीबाट पनि मैले सर्प निकालेको छु र यस्तो जुत्ताहरूबाट पनि निकालेको छु। त्यसकारणले गर्दा हजुरहरू सबैजना होसियार साथ रहनु होला। यस्ता यस्ता चिजहरूमा बेला बेला चाहिँ चेक ब्याक गर्नु होला। र सर्पले बाइचान्स टोक्यो भनेदेखि कोही पनि अन्धविश्वासमा लागेर धामी झाँक्रीतिर होइन कि तुरुन्त हस्पिटल जानु होला भन्न चाहन्छु। अनि त्यस्तो बाइचान्स सर्प तपाईँले नौलो प्रजातिको सर्प देखा पर्नु भने तुरुन्त फोटो खिचेर मलाई व्हाट्सएप गर्नु होला। कुन सर्प छ, म यहाँ आउँदा भन्दा तपाईँलाई पहिला नै म तपाईँलाई जानकारी दिन्छु र चाहिँ म आएर निकाल्नुभन्दा पहिला हजुरलाई चाहिँ, किनकि त्यो विष फाल्ने सर्पहरू छ भने अहिले टाढै बस्नु भन्छु। त्यसकारणले गर्दा यस्ता कुराहरू चाहिँ हजुरले ख्याल गर्नु होला र जति सक्दो छिटो हस्पिटल जानु होला। धामी झाँक्रीतिर कोही पनि नलाग्नु होला भन्ने